Okay, hello everyone, good morning. सन्चै हुनुहुन्छ? So डे 2 हैन, सेकेन्ड ब्लग विथ माई ओस्मो. सो हामी आज जाँदैछौँ. म चाहिँ आज जाँदैछु कलेज हैन. पहिला कलेज जानुपर्ने हुन्छ म आज. सो त्यसपछिको प्लानिङ त्यसपछि नै हुन्छ. सो लुक है, कलेज जानु पर्यो. जानु एक्चुअली कलेजमा के भइरहेछ हेर्नु पर्यो नि त हैन. सो थ्याङ्क यू फर वाचिङ हैन. त्यो मैले रिसेन्टली भिडियो हालेको थिएँ नि त. सो एकदमै माया गरिदिनु भएको छ. लाइक लगभग 700 जनाले हेरिदिनु भएको छ. उहाँहरू पनि त्यो भनेको नि मलाई धेरै ठुलो एचिभमेन्ट हो क्या. सो आई ट्राई माई बेस्ट. हरेक 2 दिनमा म भ्लग हाल्न खोज्छु. सो हिजोको भ्लग भइहाल्यो. आज खिचेको चाहिँ म भोलि हाल्नेवाला छु. सो म आजको भ्लगमा चाहिँ म कहाँ जान्छु. सो आज मेरो एकदमै अनप्लान छ. म कहाँ जान्छु. अब हिजो टिकटक लाइभमा पनि मैले के भनिरहेको थिएँ. यहाँ जान्छु भनेर. तर के हुन्छ हेरौँ है. आइपुग्न लागिसकेँ. सो भेरी नियर. मेरो घरबाट एकदमै नजिक छ कलेज चाहिँ. सो म यहीँभित्र छिर्नु पर्ने हो. लास लाग्छ हो. त्यहाँ बास्केटबल कोर्ट छ जस्तो छ. मेरो सिद्धान्त भनेको मान्छे पिट्ने हो. धेरै खाएर माथि चोरहरूलाई चाहिँ म पिटेरै छाडिदिन्छु. यहाँको काम चाहिँ सकिसकेको छ मेरो. सो अब म जाँदैछु बौद्ध गएर नुडल्स खाएर आजको दिन सुरु गर्छु. सो आई डोन्ट नो. ओके डगेस ब्रोबाट टाढै बसौँ. यस्तो धुलो बाटो पहिला होइन. यो चाहिँ सामाखुसी साइडको बाटो हुन्थ्यो कि यस्तो. सो अहिले यहाँको बाटो धुलो हुन थालेछ. सो डबल लाइन क्रस गरिसकेको छु मैले. सानका साथ हो. सो अब म बौद्ध जान्छु. टक्क आएर नुडल्स खान्छु अनि आजको दिनको सुरुवात गर्छु होइन. साइड दिइराख्नु भएको छ. छिर्थ्यो तर नजाने. उताबाट एकदमै डेन्जरस हुन्छ क्या. सो बौद्धमा म लाइक गाइज होइन. अब कोहीले अब ठ्याक्क मैले यताउता ह्यान त्यान अर्बन चियाको भिडियो हालिरहेको थिएँ नि त. अनि एभ्री वान बी लाइक स्पोन्सर गरे हो होइन. यस्तो मलाई चाहिँ स्पोन्सर मैले अझै अहिले कसैको नि स्पोन्सरहरू केही पनि लिएको छैन. कोल्याबहरू पनि केही पनि लिएको छैन. त्यही भएर चाहिँ मलाई जुन ठाउँ मनपर्छ नि होइन म त्यहाँ जान्छु. भ्लग पनि हाल्छु होइन. त्यही हो कि मेरो एउटा मोटिभ भनेको चाहिँ होइन. मलाई त्यो स्पोन्सर चाहिँदैन. मलाई अहिले केही पनि त्यस्तो निडेड छैन नि त. सो चलाइपछि स्मुथली चलाम. एकैछिनमा भ्यार गर्दै नचलाम. सो गाडीहरू हेर न यार. ओइ के भयो ठोकिदियो. केही भएन. पछाडिबाट ठोकिँदा केही पनि हुन्न. अझै मेरो बाइकमा त पछाडिबाट ठोक्दा केही पनि हुँदैन. अब केही सामानै छैन कि त ड्याममै लड्न पऱ्यो है. अलिकति छोको त म त छोडिदिन्छु. कोही त हुन्छ नि. अब यो गाइस सो यो ठाउँमा यो लाइनहरू बनाएर नि एकदमै लभली गर्नुभएको छ. कसले गर्नुभएको हो. अब म चाहिँ स्नेक बनाउँदै जान्छु यसरी. मिरर चाहिँ हाल्नुमै आफ्नै सेफ्टीको लागि पनि हुन्छ है. यो चाहिँ यो 250 को मिरर होइन नि त 200 को हो. अनि त्यही भएर त्यस्तो केही पनि फरक हुँदैन. भन्नाले यो चाहिँ सानो देखिन्छ नि त. 250 को त हेर न जराएको कान लगाएको जस्तो देखिन्छ. त्यही भएर यो चाहिँ हिलो छ्यापिदिन्छ क्या. अब म यहाँबाट माथि जान्छु. यो सर्टकट हो है गाइज. तपाईँहरूलाई म सर्टको ठाउँमा यसरी गाडी रोकिदिएपछि भयो त.
कत्रो हरन बजाएको हौ हजुर भर्खर भेटिसक्नु भएको छ हेलो प्रवीणा श्रेष्ठ कलेज गएर आउनुभएको ए अफिस के काम गर्नुहुन्छ मैले तिमीलाई डीएम नि गरेको छु लाग्यो गाउँमा हो र 1 hour later. A few moments later. ल बिस्तारै जानु है ल ओके एकछिन वेट गर न यत्रो साइड लाइट दिएर बसिरहेको छु सो म यहीँ राखिदिन्छु एनएसको साइडमा राखिदिन्छु अब डुकु मस्किँदै बस्छ है डुकु नमस्क ल एनएसलाई हेरेर तिमी लोयल हुनुपर्छ अब ल ओके म चाहिँ यहाँ आइपुगिसकेको छु सो टक्क लगाएर अब कफी खाने अनि नुडल्स खान जानुपर्छ सो जस्ट लुक एट द बाहिरको भ्यू अनि टक्क लगाएर अलवेज बी कम्फर्टेबल भन्नेको जसरी अनि लोसारको मौसम चलिरहेको रहेछ बौद्धमा सो लुक एट देयर भेरी ब्युटिफुल सो अलिकति लाज लागेको त्यही भएर मास्क लगाएर हिँडिदिएको अब चाहिँ मैले कफी खाएर अब चाहिँ जाँदैछु नुडल्स खानको लागि सो लुक एट द भ्यू पछाडिको लुक एट मी सो आउटफिट अफ माई डे हेर्ने सो जिन्स जुत्ता सो मैले अलिकति क्याफेको बाहिर बसिरहेको छु ओके मेरो चाहिँ नुडल्स आइसकेको छ सो नुडल्स हेर्ने यसरी देखाउनु पर्छ सो नुडल्स मेरो यहाँ छ सो मेरो चाहिँ अहिले आम जस्ट क्लिनिङ फ्रम गिम्बल नि त त्यही भएर अब मेरो टाउको जहाँ गयो त्यही जान्छ नि त त्यही भएर अब टाउकोलाई यसरी पहिला मोल्नुपर्छ गाइस अनि यसरी मोल्ने यो खाएपछि चाहिँ म कहाँ जान्छु म तपाईँहरूलाई भन्छु नि है तर यहाँको नुडल्स चाहिँ मेरो फेभरेट नै हो यसको क्या त्यस साँच्चीको मिठो छ है एक्टिङ गरे होइन मिठो गर्दै सो गाइस म चाहिँ अब तारा गर्दै होइन गाइस एक्लै घुम्नुको मजा छुटेछ कि जे गर्दा पनि भयो सो अब म नुडल्स खान्छु अनि निस्किन्छु अब चाहिँ गोप्रो लगाउँछ है सो यो ठाउँ चाहिँ म हजुरहरूलाई इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ नुडल्सहरू मनपर्छ भने चाहिँ म हजुरहरूलाई लोकेसन भनिदिन्छु यहाँभित्र बस्ने ठाउँ पनि छ कि तर ड्यु टु समथिङ होइन स्ट्रबेरी खाइदिउँ फेरि Meanwhile. ओके अब म चाहिँ उता के अरे बौद्धमा मेरो ब्रेकफास्ट लन्च सबै भइसकेको छ ओके म चाहिँ यहाँ झरिसक्यो अब म बुढारिन कण्ठकै बाटोबाट जान्छु म यो साइडबाट गर्छु कि जहिले पनि जस्ट लुक एट मलाई यो हेर न अब जस्ट सुरु भयो नि होइन नेचर पार्टहरू लास्ट मनपर्छ कि हरियालीहरूदेखि लिएर सबै छ नि त यहाँ चाहिँ त्यही भएर लभली यार यो बाटो उकालो बस्छ नि त्यही भएर नि लभली देख्छ क्या स्पिड लिमिट राख्नु एउटा आइपुगिसकेको छौँ यहाँ कस्तो मजा आउँछ सो यहाँ चाहिँ भिडियोहरू खिच्न आउनुहुन्छ स्टोन गर्नलाई हाम्रो बाइकर्स साथीहरू होइन को आउनु भएको छ भन त नढाँटिकन सो ल यहाँ पेट्रोल पम्प पनि छ है हजुरहरू नुवाकोट जानुहुन्छ भने चाहिँ टाउको लगाएर यहाँ पेट्रोल पम्प छ मेरो चाहिँ पेट्रोल छ नै यहाँ चेकिङ पनि हुन्छ है गाइस सो डु वेयर हेलमेट के भन्न लागेको छ यहाँ अब जस्ट लुक एट यताको वेदर है ए रुख पलाएछ
Hey, look at this view. Lovely, lovely. Ah! Lovely छैन त कर्नरिङ अनि यहाँनिर अलिकति कर्नरिङ त छ होइन गाडीहरू यताबाट पेलेर आउन नि सक्छ क्या म ज्ञानी भएर चलाइरहेको छु गाइज अब कुर्नु पर्ने हुन्छ गाइज यस्तो एकदमै नराम्रो सङ्केत हो क्या त्यो भएर म चाहिँ बिलिभ गर्छु होइन तपाईँहरू गर्नुहुन्छ कि हुँदैन होइन कस्तो ब्रेक लाग्यो यार एबिएसै पड्क्यो कि हो ठिकै छ लाइफमा स्ट्रगल गर्न पर्ने ठाउँमा गरिन्छ होइन कमाउने ठाउँमा कमाइन्छ स्ट्रगल गर्ने ठाउँमा गरिन्छ अहिलेको उमेर भने घुम्ने हो क्या धेरै टेन्सन नलिकन होइन टक्क लगाएर घुम्यो हिँड्यो यतिको ठिक हुन्छ सो यहाँबाट तल चाहिँ झोर झर्ना छ अब पानवाला भैया यहाँ देख्नुहुन्छ हजुरहरूले त्यही गरेर रोक्दिउँ तर यहाँबाट झर्छ कि झर्दैन पक्कै सब्जी हुनुहुन्छ आहा थाक्यो हजुर ए भाइरल हुनुभयो ल ठिक छ रमाइलो छ तपाईँलाई पनि सन्चै हुनुहुन्छ नि है ल मै नि के भन्नुहुन्छ त म चाहिँ अहिले गुरुङ गाउँ आइसकेको छु तपाईँहरूको फेभरेट सुकुटी खाने ठाउँमा सो आज त खाली छ र शनिबार हो कि यहाँ कत्रो जाम हुन्छ है अनि उनी खाली नै हुँदैन क्या अनि त अलिकति मात्र राम्रो छ बाटो यहाँ त्यसपछि फेरि त्यस्तै छ नि त अनि त हेर ढिकचिक 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 घोडा चढे जस्तो हुन्छ हौ डुक्कु त घोडा डुक्कु रे कस्तो लागिरहेको छ त यहाँ घुम्न आउँदा डुक्कु हजुर भइरहेछ हजुर सो यसरी सलला सुलुलुलु गर्दै आइपुग्यौँ हामी यहाँ भ्यू देख्ने ठाउँमा सुलुलुलु सो यो ठाउँ पनि फेमस हो नि सबजना यहाँ आएर भिडियो बनाउनुहुन्छ अझै आज त अलिक खाली रहेछ Look at the view अनि त लभली छ नि होइन बाख्रा उफ्रेको बुटुक 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 अनि त राइडरहरू अब lovely 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 यारमा यो बाटो चाहिँ पिस छ क्या अनि त सावधान सावधान wow lovely lovely रमाइलो गर्नुपर्छ के लाइफमा है घुम हिँड होइन अब साथीहरू हुनुहुन्छ अनि साथीहरूसँग घुम्नु एक्लै छ झ्याउला छ घर बस्दिन्छु होइन निस्क हिँड अहिले त हो नि घुम्ने उमेर भनेको यार तपाईँहरूको होइन अब पछि त अब फेरि यस्तो हुन्छ क्या केटीको लाइफ चाहिँ यस्तो हुन्छ होइन अहिले जति घुम्यो क्या भोलि पर्सि बिएससी होला अरे त्यसपछि बुढा एक्लै घुम्न गइदिन्छ आफू त कहाँ अब त्यसपछि बच्चा पाल्न पऱ्यो ह्यान्दान त्यस्तो हुन्छ नि त तर मेरो चाहिँ त्यस्तो छैन अब टक्क लगाएर अहिले चाहिँ घुम्ने हो टक्क लगाएर होइन
अनि त्यसपछि अब बिस्तारै बिस्तारै बिजनेसहरू हुँदै जान्छ अनि बिजनेसहरू गर्ने बेला चाहिँ टक्क लगाएर अब चाहिँ म अहिलेको ग्यापमा चाहिँ घुम्छु टक्क लगाएर होइन अनि त्यसपछि अर्कोचोटि हुन्छ नि जब बिजनेस स्टार्ट अफ भएपछि टक्क लगाएर सबै कुरा हुन्छ क्या त्यसपछि घुम्ने टाइम हुँदैन एकदमै प्रेसर हुन्छ सो अब गर्नुपर्छ सबै कुरा होइन सो लभली घाम पनि लभली लागिरहेछ सो अब हामी एकछिन ल हामी आइपुग्न लाग्यौँ मेरो फेभरेट प्लेसमा है तपाईँहरूलाई नि थाहा छ होला त्यो ठाउँ टक्क लगाएर हामी जाँदैछौँ मेरो फेभरेट प्लेस तर भ्यू खुल्छ कि खुल्दैन है अब जाडो महिनामा त खुल्दैन भनेर ला डुम्म भइरहेको रहेछ सो हामी आइपुग्यौँ सो यहाँनिर हो मेरो फेभरेट प्लेस फेभरेट Look at this. मेरो ज्याकेटमा कति हिलो लाग्यो होला त डुकु आई लभ यु सो म भिडियो यसले बनाउँछु सो दिस इज माई स्ट्यान्ड होइन वेट है त सो वेट अब म यो तपाईँहरूलाई सेटअप देखाउँछु ल भिडियो कसरी बनाउँछु लुक एट माई फ्लावर्स मैले डुकुको लागि ल्याइदिएको फ्लावर्स चाहिँ झऱ्यो सरी डुकु ओके सरी ओ नो सरी ओके डुकुको लागि फुल यहाँ छ ब्लगर ओके डुकुको लागि मेरो सबै ब्यागहरू एक ठाउँमा हुन्छ सो यसरी खिच्छु है म भिडियो गाइस उता राखेँ क्यामेरा चाहिँ मैले सो मलाई मान्छे चाहिरहेको थियो ठ्याक्कै उहाँ हजुरकै साथी हो ए एक्लै कहाँबाट आउनुभएको नुवाकोट ओके मेरो गिम्बलले फोकसै गरेन के एकछिन खिच्दैछु ल ठ्याक्कै टाइमिङमा आइपुग्नु मेरो फेभरेट प्लेस हो नि त यो ओके हेलो एभ्रिवान हिमाल देखिरहेछ तर देखिँदैन होला क्यामेरामा सो आजको सुटिङ भइसकेको छ सो यो गर्न सिट राइट हियर अब यसलाई नै मिलाउनु पर्छ त मैले कस्तोसँग लभली सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो भन्न नमिल्ने अझै म घर फर्किनै बाँकी छ सो लुक एट माई डुकुको फेभरेट प्लेस हो यो चाहिँ है भन न उहाँलाई मैले फुल दिइसकेको छु फुल दिएर भुल दिने होइन सो लभली रहन्छ है इफ यु आर वाचिङ दिस भिडियो आइ एम सरी ठ्याक्कै मलाई मान्छे चाहिरहेको थियो क्या भिडियो खिच्नलाई सो अब लाग्दैको सो एभ्री वान फेभरेट प्लेस देखाइदिउँ नजिकको सो ओके दिस इज द प्लेस एभ्री वान फेभरेट प्लेस है यो चाहिँ अनि त तपाईँहरूले यहाँ यो जुन भलिबल खेलिरहनु भएको छ नि यहाँ सबैजना लाइक यहाँ गाइस तपाईँहरू यहाँको हुनुहुन्छ भने मलाई इन्भिटेसन सेन्ड गर न भलिबल खेल्नको लागि म पनि सटर हो क्या सो मैले लास्ट भलिबल खेल्न मन लाग्ने क्या है हेर नि दिउँसै हाइबिम बाले हिँडे के हो यार हाइबिम बाल्ने भने त्यसरी हाइबिम नबाले त आँखा दुख्छ मेरो सो यहाँ चाहिँ मेला लाग्छ कहिले ठ्याक्कै कुन डे हो भन्ने थाहा भएन क्या शनिबार त होइन जस्तो लाग्यो अस्ति शनिबार आएको थिएँ म सो अब मेरो चाहिँ आजको दिन यसरी कटेको छ होइन टक्क लागेर सबै कुरा फोटो भिडियोहरू सब खिचिसकेको छु फोटो भिडियो हेर्ने भए चाहिँ अब टिकटकमा इन्स्टाग्राममा म पोस्ट गर्नेवाला छु त्यही भएर थ्याङ्क यू फर वाचिङ दिस भिडियो आई एप्रिसिएट द्याट होइन सो धेरै माया गरिदिनु भएको छ म पनि तपाईँहरूको लागि केही गर्न ट्राई गर्छु तपाईँहरूलाई म टक्क कन्टेन्ट खोजेर ल्याउँछु है म
कन्टेन्ट त यतिकै नै कन्टेन्ट हो। अब सबजनालाई एउटा हुन्थ्यो नि त, यो दिदीले कसरी भिडियो बनाउँछ, एक्लै राइड कसरी जान्छ, के गर्छ भनेर। सो अब म चाहिँ यस्तै गर्छु। लभली 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 लभली। अनि अनि ढिकछिक 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 मेरो घोडा हो नि यो कालो घोडा। अनेस्टली भन्नुपर्दा है गाइस, अब यो चाहिँ मेरो मोटो भ्लगिङै नभनौँ होइन, टक्क लगाएर मोटो भ्लगिङ 50, लाइफ भ्लगिङ 50 के। अब भ्लगर मोटो सोटो केही पनि होइन, डेली भ्लगर, डेली टु डेली भ्लगर। अनि त के को माइक्रो हो यो? ओहो लभली लभली। म चाहिँ घर आइपुग्न लागेँ, टक्क लगाएर। तार रहेछ यार गाइस, कुदाउँदा फेरि तारहरू चाहिँ याद गर्नु है, चुट्टी राखेको हुन्छ। यहाँ जग्गा घर बनाउनु लागेको छ कि के हो गाइस? यो बाटो कोलाई थाहा छ भन्नु त? अनि यो ठाउँको नाम के हो पनि भन टक्क लगाएर। अनि त म अलमोस्ट होम हुन लाग्यो अब see you guys, see you on next vlog. Thank you for watching, love you.